चैतको 26 गते यो जागिरखोज.com को अफिसबाट विभिन्न ठाउँमा कर्मचारीहरू पठाइहाल्नु पर्ने छ भन्ने कुरा हो। यहाँ मिसहरूले एकदम अर्जेन्ट भ्याकेन्सी छन् सर, एउटा भिडियो बनाउन पर्यो, धेरै मान्छेलाई जागिर लाउन पर्यो भन्न हो, त्यही भएर मैले भिडियो बनाउँदैछु। ल, हाम्रो उहाँ मिसले चाहिँ हामीलाई भोलि अर्थात् आज भिडियो राख्दैछौँ, आज 25 गते, भोलि 26 गते हामीलाई के मान्छेहरू चाहिएका छन्, के छ ल भनिदिनुहोस् त मिस। हामीलाई भोलि नपठाइ नहुने भ्याकेन्सीहरू चाहिँ एकाउन्टेन्टको लागि चाहिँ कहाँको लागि अकाउन्टेन्ट छ? बुटोल कालिका नगर एरियाको लागि एकाउन्टेन्ट कम रिसेप्सनको लागि चाहिएको छ र मिलन चोकको लागि पनि एकाउन्टेन्ट चाहिएको छ 2 जना र हाट बजार लाइन एरियाको लागि पनि चाहिएको छ र चौरा एरियाको लागि चाहिँ रिसेप्सनको लागि गर्ल्स स्टाफ चाहिएको छ। यसमा चाहिँ हजुरको स्कुटीको लाइसेन्स पनि हुनु पर्यो। ओके, यिनी चाहिएका छन्। अनि के छ तपाईँलाई के थाहा छ? उहाँले चाहिँ हाम्रो स्पेसल्ली कम्पनीहरूसँग कोअर्डिनेट गर्ने, त्यसपछि उहाँहरूको रिक्वायरमेन्ट अनुसार भ्याकेन्सी बनाएर हाम्रो सिस्टममा राख्ने काम गर्नुहुन्छ। उहाँको नाम भूमिका मिस हो। ल भूमिका मिस, के जागिर छन् भनिदिनुहोस्। अहिले चाहिँ हामीसँग काउन्सिलर, रिसेप्सनिस्ट, एकाउन्टेन्ट कम रिसेप्सनिस्ट र यस्तै गरेर हामीसँग हस्पिटालिटी फिल्ड प्लस अफिसको लागि र घरैसी कामको लागि थुप्रै भ्याकेन्सीहरू चाहिँ एभाइलेबल छ। जागिर गर्नलाई के गर्न पर्यो? जागिर गर्नको लागि चाहिँ हाम्रो एउटा वेबसाइट छ जागिरखोज.com भन्ने, त्यसमा गएर आफ्नो आइडी क्रिएट गरेर हजुरले डाइरेक्ट घरमै बसेर जब एप्लाई पनि गर्न सक्नुहुन्छ र अफिस भिजिट गरेर अफिसमै बसेर आएर कुरा गरेर हजुर अफिसमै आएर पनि जब एप्लाई गर्न सक्नुहुन्छ। जागिर लगाएको पैसा कति लाग्छ त? जब लगाइदिए बापत कुनै पनि सर्भिस चार्ज, फर्म चार्जहरू चाहिँ केही पनि लाग्दैन। भिडियो बनाउने त्यही भनेर त्यहाँ यहाँ आइसी पैसा लिने कुरो के छ खास? केही पनि लाग्दैन। हजुरको पछि गएर हजुरको स्यालेरीबाट काट्ने त्यो पनि केही पनि हुँदैन। हजुर चाहिँ ढुक्क भएर आउँदा हुन्छ। आउँदाखेरि के लिएर आउन पर्यो मिस? आउँदाखेरि चाहिँ हजुरहरूको नागरिकताको फोटोकपी अनि हजुरको फ्यामिलीको एकजनाको नागरिकताको फोटोकपी र सिभी लिएर आउनु पर्ने हुन्छ। अपडेट सिभी हजुर, हैन, लेटेस्ट सिभी लिएर आउनु पर्यो। अरु केही ल्याउन परेन? अरु केही पनि ल्याउनु पर्दैन। पैसा पनि ल्याउन परेन? हजुर, पर्दैन। 1 रुपियाँ पैसा लाग्दैन। उहाँ मिसहरूले भन्नुभयो हाम्रो अफिस यो चाहिँ हाम्रो रिसेप्सन एरिया हो। ल, कसैलाई जागिर चाहिएको छ भने तुरुन्तै सम्पर्क गर्नुहोस्। हाम्रो अफिस बुटोलमा चाहिँ बुटोल पश्चिमाञ्चल फाइनेन्सको पछाडिपट्टि रहेको छ। यो तपाईँहरू बाहिर आएर वेटिङ बस्नलाई यस्तो छ, यो गाडी पार्किङ गर्नलाई पनि ठाउँ छ। यो अफिस ल भोलि जागिरको लागि चाहिँ आइहाल्नुहोस् है। यो होटल एभरेस्ट भयो, होटल एभरेस्टको अगाडि हाम्रो अफिस छ।